सबै विद्यार्थीहरूमा हार्दिक बधाई हामी दिन चाहन्छौँ। धन्यवाद। तपाईँहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो लाइभमा। अनि फाइनल्ली अब एससीको रिजल्ट पब्लिस भइसकेको छ। एससीको नतिजा भने केही बेरमा हाम्रो एनइबीको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ। साथै हामीले एससीको नतिजा कसरी हेर्ने भनेर हाम्रो युट्युबमा भिडियो बनाएर राखेका छौँ। तपाईँहरूले सम्पूर्णले हाम्रो युट्युबमा गएर कसरी हेर्ने भन्ने त्यहाँ सम्पूर्ण डिटेल छ। तपाईँहरूले गएर एकछिन हेरेर त्यो अनुसार तपाईँहरूले एससीको रिजल्ट हेर्न सक्नुहुनेछ। एससीको रिजल्ट गत वर्षभन्दा केही मात्रामा भन्दा पनि अलिकति राम्रो आएको भन्न सकिन्छ। यसपालि एससीमा A+ आउनेहरूदेखि लिएर A+ आउनेदेखि लिएर पास हुनेहरूको ग्रेडेड हुनेहरूको सङ्ख्या रूपमा वृद्धि भएको देखिन्छ। यसमा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड सम्पूर्णको ठुलो मेहनत रहेको हामी भन्न सक्छौँ। तपाईँहरूले अब रिजल्ट हेर्नलाई चाहिँ हाम्रो युट्युबमा गएर त्यहाँ हाम्रो भिडियो छ। त्यो अनुसार तपाईँहरूले भिडियोमा हामीले सम्पूर्ण डिटेलहरू दिएका छौँ। त्यो अनुसार हेर्न सक्नुहुनेछ। अनि तपाईँहरूले सम्पूर्णले हामीलाई फलो गर्न सक्नुहुन्छ। हाम्रो एनइबी रिजल्ट हेर्नु भने अझै केही समय पर्खिनु पर्नेछ। तपाईँहरूले रिजल्ट वेबसाइटमा अपलोडिङ हुने काम अझै बाँकी छ। हाम्रो यता तपाईँहरूले आफ्नो रिजल्ट हेरिसक्नुभयो होला। यदि आफ्नो रिजल्ट हेर्नुभएको छैन भने चाहिँ हाम्रो फेसबुक पेजमा गएर के अरे हाम्रो युट्युब च्यानलमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। युट्युबमा गएर एनइबी रिजल्ट एन्ड न्युज सर्च गरेर त्यहाँ चाहिँ एउटा भिडियो आउँछ तपाईँहरूको सामु। त्यो भिडियोलाई तपाईँहरूले हेर्न सक्नुहुन्छ। एउटा हाउ टु चेक एससी रिजल्ट भन्ने एउटा भिडियो आउँछ होला तपाईँहरूको सामु है। त्यो सर्च गरेपछि त्यो भिडियो तपाईँहरूले हेरेर आफ्नो एससीको रिजल्ट हेर्न सक्नुहुन्छ। अनि तपाईँहरूले एससीको रिजल्ट चेक गर्दाखेरि के अप्ठ्यारो आयो भने रिजल्ट चेक गर्न जान्नु भएन भने हामीलाई इन्स्टाग्राममा एनइबी रिजल्ट एन्ड न्युजको इन्स्टाग्राममा फलो गरेर त्यहाँ मेसेज गर्न सक्नुहुन्छ। तपाईँले त्यहाँ मेसेज गर्ने बित्तिकै हामी त्यो मेसेजको रिप्लाई दिनेछौँ र एकैछिनमा चाहिँ तपाईँहरूको रिप्लाई दिनेछौँ। तपाईँहरूले हाम्रो इन्स्टाग्राममा गएर एनइबी रिजल्ट एन्ड न्युज सर्च गरेर त्यसलाई फलो गरेर त्यहाँ मेसेज गर्न सक्नुहुन्छ आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ। यदि तपाईँहरूलाई रिजल्ट हेर्न आएन भने तपाईँहरूलाई हामी यतिसम्म सुविधा दिइरहेका छौँ। तपाईँहरूको रिजल्ट हामी आफ्नै हातले नै हेरिदिन्छौँ। हामी बिहानदेखि 9 बजेदेखि नै तपाईँहरूको रिजल्टको लागि खटियौँ। रिजल्ट पनि आयो। अब चाहिँ हामी तपाईँहरूको रिजल्ट पनि आयो। अब रिजल्ट कसरी हेर्ने भनेर थाहा छैन भने युट्युबमा जाने एनइबी रिजल्ट एन्ड न्युज सर्च गर्ने। राखिदिनु न कमेन्टमा सबै भिडियोको सबैको पोस्ट है। युट्युबमा जाने अनि एनइबी रिजल्ट एन्ड न्युज सर्च गर्ने अनि त्यो युट्युबमा रहेको भिडियो हेर्ने। अनि अरू केही तपाईँलाई रिजल्ट चेक गर्दा आएन, रिजल्ट चेक गर्दाखेरि इरर आयो अथवा तपाईँलाई गर्न आएन भने हामीलाई चाहिँ इन्स्टाग्राममा गएर एनइबी रिजल्ट एन्ड न्युज सर्च गरेर इन्स्टाग्राममा पहिला फलो गर्ने अनि बल्ल मेसेज गर्ने। इन्स्टाग्राममा फलो नगरिकन मेसेज गर्नुभयो भने चाहिँ इरर आउँछ है। के अरे गर्नुभयो भने चाहिँ तपाईँहरूको मेसेज हाम्रोमा देखाउँदैन। त्यसैले इन्स्टाग्राममा पहिला फलो गर्नु होला अनि बल्ल मेसेज गर्नु होला। मेसेज गर्ने बित्तिकै तपाईँहरूको रिजल्ट चाहिँ हामी हेरिदिनेछौँ। हाम्रो फेरि इन्स्टाग्राममा यस्तो छ, इन्स्टाग्राममा हामीले एकजना प्रतिनिधि राखेका छौँ। तपाईँले इन्स्टाग्राममा फलो गरेर हामीलाई इन्स्टाग्राममा फलो गर्ने बित्तिकै मेसेज गर्नुभयो भने चाहिँ तपाईँहरूको मेसेज हामीले 1 मिनटमा रिप्लाई दिन्छौँ। किनकि त्यहाँ एउटा प्रतिनिधि नै हुनुहुन्छ। हामीले आज रिजल्ट हेर्नको लागि भनेर एकजना प्रतिनिधि खटाएका छौँ। तपाईँहरूले इन्स्टाग्राममा फलो गरेर हामीलाई सिम्बल नम्बर र डेट अफ बर्थ मेसेज गर्नुभयो भने इन्स्टाग्राममा हाम्रा प्रतिनिधिले तपाईँहरूको रिजल्ट हेरेर तपाईँहरूलाई पठाइदिनेछन् 1 मिनट नै। त्यसैले इन्स्टाग्राममा जानुहोस्,
मेसेज हामीलाई पहिला सुरुमा सबभन्दा पहिला फलो गर्नुहोस्, फलो गरेर नछुटाउनुहोस्। फलो गर्न छुटाउनु भयो भने रिजल्ट हेर्न पाउनुहुन्न। त्यसैले इन्स्टाग्राममा गएर फलो गर्नुहोस् पहिला, अनि त्यहाँबाट बल्ल मेसेज गर्नुहोस्। अरू केही प्रब्लम आयो भने आयो भने चाहिँ हामीलाई इन्स्टाग्राममा मेसेज गर्ने है। इन्स्टाग्राम यहाँ छ, इन्स्टाग्राम यस्तो छ है, एनइबी रिजल्ट एन्ड न्युज भनेर 60.4K फलोवर छ। यसलाई तपाईँहरू 70,000 पुऱ्याइदिनु पनि सक्नुहुन्छ। अहिले 10,000 जना लाइभमा हुनुहुन्छ। सबैजना गएर इन्स्टाग्राममा फलो गरिदिनु होला। हामी सबैजनाको मेसेज हेरेर सबैजनाको चाहिँ के गुनासो छ सबै पुरा गर्न एकदम तत्पर रहेका छौँ। एकजना मात्रै होइन, 2जना मान्छे खटायौँ हामीले अहिले भर्खरै। एकजना टिम मेम्बर थपेर इन्स्टाग्राममा मेसेजको रिप्लाई दिनको लागि भनेर नै हामीले 2जना मान्छे राखेका छौँ स्ट्यान्ड बाई। तपाईँहरूले मेसेज गरेको एकैछिनमा हामीले रिप्लाई दिनेछौँ। त्यसैले गएर इन्स्टाग्राममा फलो गर्नु होला। सबैभन्दा पहिला इन्स्टाग्राममा गएर फलो गर्नु होला, अनि मेसेज गर्नु होला। फलो नगरी मेसेज गर्नुभयो भने रिप्लाई पाउन अलिक गाह्रो हुन्छ। त्यसैले पहिला फलो गर्नु होला, अनि बल्ल मेसेज गर्नु होला। तपाईँले फलो नगरी मेसेज गर्नुभयो भने चाहिँ स्प्याममा गएर बस्छ र त्यो प्रायोरिटीमा आउन्न। अनि यदि फलो गरेर मेसेज गर्नुभयो भने चाहिँ हाम्रो नोटिफिकेसनमै आउँछ र 2जना प्रतिनिधिले चाहिँ त्यो मेसेजलाई रिप्लाई गर्नुहुन्छ। 2जनामा एकजना जसले गरे पनि 1 मिनट 2 मिनटमै रिप्लाई गर्नुहुन्छ। त्यही हुनाले चाहिँ तपाईँहरू ढुक्क भएर बस्नु होला। र युट्युबमा गएर के गर्ने भन्दा रिजल्ट हेर्न आएन भने चाहिँ युट्युबमा जाने, अनि युट्युबमा गएर चाहिँ एनइबी रिजल्ट एन्ड न्युज सर्च गर्ने है। इन्स्टाग्राम चाहिँ कमेन्टमा पनि पिन गरिएको छ। यदि कमेन्टमा पिन गरेको क्लिक गर्न सकिएन, जानिएन भने सिधै गएर इन्स्टाग्राममा जाने, अनि एनइबी रिजल्ट एन्ड न्युज सर्च गर्ने, अनि 60,000 फलोवर भएको एउटा पेज छ, त्यो पेजलाई चाहिँ फलो गर्ने, अनि त्यहाँ मेसेज गर्ने। अनि हाम्रो यहाँनिर छ है, ट्याक्क लगाएर कसरी रिजल्ट हेर्ने भनेर चाहिँ यहाँ छ, एनइबी रिजल्ट एन्ड न्युज नाम गरेको इन्स्टाग्राम के अरे युट्युब च्यानलमा है। यहाँ यसरी हाउ टु चेक एसई रिजल्ट भनेर एउटा भिडियो रहेको छ। अनि त्यो पोस्टमा लिङ्क हालिदिएको छ, सबै हाल्यो। हाम्रो पोस्टहरूको लिङ्क के अरे पोस्टको कमेन्टमा पनि तपाईँले लिङ्क पाउन सक्नुहुन्छ। र यसरी यहाँनिर ट्याक्क लगाएर एउटा भिडियो छ, हाउ टु चेक एसई रिजल्ट भनेर। यो भिडियोमा क्लिक गर्ने, अनि मजाले भिडियो हेर्ने, अनि कसरी हेर्ने भनेर बुझिन्छ है त। ल, तरिका यही नै हो। अरू केही कुराहरू बुझ्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो युट्युब च्यानल के अरे हाम्रो इन्स्टाग्राममा फलो गरेर मेसेज गर्नु होला। फलो नगरी मेसेज गर्यो भने त मेसेज तपाईँहरूको स्प्याममा गएर बस्छ, त्यो मेसेज हाम्रोमा देखिँदैन। त्यसैले फलो गरेर मेसेज गर्नुभयो भने चाहिँ ठ्याक्क नोटिफिकेसनमा आउँछ र हामीले रिप्लाई दिन पनि सजिलो हुन्छ। हामीले रिप्लाई दिनको लागि भनेर 2जना मान्छे खटाएका छौँ, र ती मान्छेहरूले तपाईँहरूको रिजल्ट हेरेर पनि भनिदिन्छन् है। अब सबै डिटेलहरू एकचोटि फेरि दोहोऱ्याएर भन्नुपर्दा यसपालि एसईमा 61.81 जना पास भएका छन् है। 61.81% पास भएका छन्। 61.81% पास भए पनि फेल हुनेको प्रतिशत भनेको चाहिँ 29.19% चाहिँ फेल भएका छन् यसपालिको एसईमा। त्यस्तै गरी एनजी आउनेको सङ्ख्या भनेको 1,67,597 रहेको छ। अनि लगभग 39,000 जनाको चाहिँ ए प्लसै आएको छ यसपालि। अब ए प्लस आउनेको सङ्ख्या भनेको 48,177, ए आउनेको 41,385, बी प्लस आउनेको 89,124, बी आउनेको 48,474 के अरे 48,479, सी प्लस आउनेको 4,126 र सी आउनेको 8। एनजी आउनेको चाहिँ 1,67,597 र यही नै हो अपडेट। अब अरू भनेको चाहिँ म्याथमा सबभन्दा बढी एनजी आएको छ, जुन 1,88,215 रहेको छ भने ए प्लस नि म्याथमै आएको छ, जुन 37,918 रहेको छ। सबभन्दा बढी पनि म्याथमा, सबभन्दा कम पनि म्याथमै छ यसपालिको रिजल्ट। म्याथ चाहिँ अलिक सुधार गर्नुपर्ने पनि देखियो र राम्रो पनि त्यही छ। अब कसरी भन्नु, अब त्यो के भन्नु, अब त्यही नै हो। अनि तपाईँलाई रिजल्ट हेर्न अझै पनि आएन भने चाहिँ हाम्रो युट्युब च्यानल एनइबी रिजल्ट एन्ड न्युजलाई सर्च गर्नु होला युट्युबमा गएर, अनि त्यहाँ एउटा भिडियो छ हाउ टु चेक एसई रिजल्ट भन्ने, त्यो भिडियोलाई क्लिक गरेर हेर्नु होला। अब अझै त्यो गर्दा पनि तपाईँहरूलाई आएन र रिजल्ट हेर्न अझै आएन भने चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईँहरूले अनि नयाँ अपडेट के आएको छ भन्दा नतिजा चाहिँ वेबसाइटमा अपलोड हुन 1 घण्टा लाग्न सक्ने कुरा आएको छ है। तपाईँको रिजल्ट त आयो तर वेबसाइटमा देखाएन भनेर चिन्ता चाहिँ नगर्नु होला है।
1 घण्टाभित्रमा चाहिँ रिजल्ट चाहिँ वेबसाइटमा पब्लिस हुनेछ है। अनि नयाँ के अपडेट आएको छ भन्दा एसईको रिएक्जाम चाहिँ साउनको 29 र 30 गते हुने भन्ने कुरा छ। 29 र 30 गते चाहिँ हाम्रो एसईको रिएक्जाम हुने कुरा छ, साउन्डको 29 र 30 गते। यही नै हो अपडेट। अब नयाँ अरू केही अपडेटको लागि चाहिँ हाम्रो पेजलाई फलो गरेर नबिर्सिनु होला, फलो गरेर राख्नु होला, माथि रहेको ब्लू आइकनमा क्लिक गर्नु होला। अब कुन विषयमा कतिजना फेल भएका छन् भनेर कुरा गर्नुपर्दा अङ्ग्रेजीमा 80,672 जना फेल भएका छन्, नेपालीमा 54,735 जना फेल भएका छन्, विज्ञानमा 79,271 जना फेल भएका छन् भने सामाजिकमा 53,186 जना फेल भएका छन्। अब नयाँ अपडेट आएपछि हामी तपाईहरुलाई भनिहाल्नेछौँ, त्यसको लागि चिन्ता नगर्नु होला। अब एसईमा चिट चोरेर पनि जुन एक्जाम क्यान्सल हुन्छ, एसईमा चिट चोरेर अथवा मोबाइल भित्र लगेर अथवा केही गरेर 126 जनाको चाहिँ परीक्षा रद्द भएको छ। त्यो कुरा पनि तपाईहरुलाई हामी जानकारी गराउन चाहन्छौँ। अब अरू केही कुराहरू बुझ्न चाहनुहुन्छ भने हाम्रो इन्स्टाग्राममा एनईबी रिजल्ट एन्ड न्यूज सर्च गरेर त्यहाँ फलो गरेर मेसेज गर्नु होला। फलो नगरी मेसेज गर्यो भने तपाईको मेसेज आउँदैन, फलो गरेर मेसेज गर्यो भने आउँछ। हामी अहिले राष्ट्रिय परीक्षा बोर्ड अगाडि छौँ, केही कुराहरू जिज्ञासा छ भने सोध्नु होला, हामी भित्र गएर सोधेर तपाईहरुलाई भनिदिन्छौँ। त्यो कुरा हामी चाहिँ तपाईहरुलाई बिहान 9 बजेदेखि लाइभमा छौँ र यति चिज फेसिलिटी दिएका छौँ। अब हजुरहरूको साथीहरूलाई पनि यो लाइभ सेयर गरिदिन सक्नुहुन्छ, उनीहरूलाई पनि केही जिज्ञासा भए चाहिँ हामीलाई सोध्न भनेर भन्न सक्नुहुन्छ है। हामी चाहिँ हजुरहरूकै जिज्ञासालाई चाहिँ मेटाउनको लागि बनेका हौँ। एनईबी रिजल्ट एन्ड न्यूज बनेकै विद्यार्थीहरूको समस्यालाई हल गर्नलाई बनेको हो एनईबी रिजल्ट एन्ड न्यूज। सो तपाईहरु केही जिज्ञासाहरू छ भने हामीलाई भन्न सक्नुहुन्छ। हाम्रो अहिले लाइभमा चाहिँ 11,000 जनाले हेर्नु भएको छ। 11,000ले नै आफ्नो साथीहरूलाई लाइभमा सेयर गरिदिनु होला। दुर्गममा दूरदराजमा रहेका साथीहरूलाई एसईको रिजल्ट आयो है भनेर चाहिँ लाइभलाई सेयर गरिदिन सक्नुहुन्छ है। लाइभलाई एकचोटि सेयर चाहिँ गरिदिनु होला अवश्य पनि हाम्रो यस मेहनतको लागि। अब अरू नयाँ अपडेट केही पनि छैन। केही कुरा बुझ्नु मन छ भने चाहिँ तपाईहरुले हाम्रो इन्स्टाग्राममा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। त्यो कुरा मैले दोहोऱ्याएँ र लिङ्क छ हैन, लिङ्क आएको छैन ल ठिक छ। अब अरू कुरा लगभग यही नै हो। केही कुरा बुझ्न मन छ हजुरहरूलाई भने हाम्रो इन्स्टाग्राममा मेसेज गर्नु होला, फलो गरेर मेसेज गर्नु होला। फलो नगरी मेसेज गर्दा चाहिँ तपाईहरुको मेसेज हाम्रोमा आउँदैन, स्प्याम भएर बस्छ। फलो गरेर मेसेज गर्नुभयो भने चाहिँ तपाईहरुको मेसेज हाम्रोमा नोटिफिकेसन बनेर आउँछ। 1 मिनेटमा रिप्लाई दिन्छौँ। मेसेज रिप्लाई गर्ने हाम्रो 2 जना छ, 2 जना। त्यो कुरा बुझ्नु होला। 2 जना चाहिँ हाम्रो मेसेज गरेर रिप्लाई गर्ने व्यक्ति छन्। तपाईहरुले सिम्बल नम्बर र डेट अफ बर्थ हाम्रो इन्स्टाग्राममा पठाउने बित्तिकै त्यो रिजल्ट हेरेर हाम्रो प्रतिनिधिले तपाईहरुलाई फिर्ता त्यो जुन मेसेज रिप्लाई गरिदिइहाल्छन् है। त्यही भएर इन्स्टाग्राममा चाहिँ फलो गरेर चाहिँ मेसेज गर्न नबिर्सिनु होला। अहिले हामीलाई 62,000 जनाले इन्स्टाग्राममा फलो गर्नुभएको छ। अझै थपिन सक्नुहुन्छ हजुरहरू है। इन्स्टाग्राममा चाहिँ फलो गर्न नबिर्सिनु होला। हाम्रो इन्स्टाग्राममा चाहिँ नर्मल हामीले यसरी मेसेज चाहिँ के अरे यसरी हामीले पोस्ट गरिराखेका हुन्छौँ। अरू फेसबुकमा जसरी नै इन्स्टाग्राममा पनि सबै अपडेटहरू आइरहेको हुन्छ, त्यसैले इन्स्टाग्राममा पनि हेर्न सक्नुहुन्छ। र यसरी मेसेज आएपछि हामीले रिप्लाई मेसेज चाहिँ यसरी हाम्रो माथि नोटिफिकेसन बन्न आउँछ र त्यो नोटिफिकेसनबाट हामीले चाहिँ रिप्लाई गरिदिन्छ। मेसेज यति धेरै आएको छन् है। यसरी मेसेज रिक्वेस्टमा हेर्न सक्नुहुन्छ हजुरहरूले। मेसेज कति धेरै आएका छन्, कति धेरै यसरी। र तपाईँले पनि यसरी मेसेज गर्न सक्नुहुन्छ। नआत्तिकन मेसेज गर्नु र रिजल्ट हेर्न जान्नु भएन भने, रिजल्ट हेर्न जान्नुभयो भने त कायदा भइहाल्यो, राम्रो भयो। रिजल्ट हेर्न जाने आफैले जानेपछि त एकदम भइहाल्यो होइन। यदि जान्नु भएन भने चाहिँ हामीलाई यसरी सर्च बारमा गएर एनईबी रिजल्ट एन्ड न्यूज सर्च गर्नु होला यसरी। अनि त्यसपछि तपाईँको सामु एउटा यसरी पेज देखिन्छ। एनईबी सर्च गर्ने बित्तिकै एउटा पेज आउँछ, एनईबी रिजल्ट एन्ड न्यूज 0 भनेर। एनईबी रिजल्ट एन्ड न्यूज 0 लेखेकोमा क्लिक गर्नु अनि यसरी एउटा पेज खुल्नेछ। त्यो पेजमा चाहिँ 62.5K फलोवर रहेको छ। तपाईहरु आफू पनि गएर यो पेजलाई फलो गर्नु होला र यो पेज फलो गरेर चाहिँ त्यहाँ मेसेज गर्नु होला, मलाई रिजल्ट हेर्न आएन, अब कसरी हेर्ने, मेरो रिजल्ट हेरिदिनु न भनेर तपाईहरुले मेसेज गर्नु होला। मेसेज गरेपछि तपाईहरुको रिप्लाई
त्यो वेबसाइटबाट त्यो एउटा यो त्यो हटाइदिनु न त्यहाँबाट बायो हटाइदिनु ल एसईको रिजल्ट चाहिँ यसपालि सोचे भन्दा धेरै राम्रो आएको छ जुन हामीले पहिला लाइभ नै बताएका थियौँ एसईको रिजल्ट यसपालि राम्रो आएको छ है भनेर नभन्दै देख्नु भयो नि राम्रो रिजल्ट आएको छ त्यसैले एनईबीले जे पनि जतिजनाको पनि राम्रो रिजल्ट आएको छ सबैजनालाई धेरै धेरै शुभकामना छ यदि कसैको एनजी आएको छ भने चिन्ता नगर्नु होला एनजी आउँदैमा केही हुँदैन एनजी आएर मेरो त एनजी आयो मेरो त बर्बाद भयो भविष्य नै बर्बाद भयो भनेर चिन्ता गरेर नबस्नु होला एनजी आए पनि तपाईको जिन्दगी सकिएको छैन तपाईको अझै कति चिज बाँकी छन् तपाईले रिटोटलिङ गर्न सक्नुहुन्छ रिटोटलिङ गरेर एकचोटि पास भएन भने रिचेकिङ गराउन पनि सक्नुहुन्छ रिचेकिङ गराउँदा पनि पास हुनु भएन भने अब तपाईसँग अर्को अप्सन हुन्छ रिएक्जाम तपाईहरुको साउनको 29 गते 30 गते हुने भनिएको छ रिएक्जामको फर्म भरेर तपाईले रिएक्जाम दिन सक्नुहुन्छ रिएक्जाममा हाम्रो इन्स्टाग्राममा गएर मेसेज गर्नु होला इन्स्टाग्राममा गएर मेसेज गरेपछि धेरै कलहरु आइरहेको छ म केही बेर कल काट्दिन्छु धेरैले कल गर्नु भएको छ है 8 जनाले कल गरिसक्नु भएको रहेछ यसरी कल चाहिँ नगर्नु होला फेरि कल गरे हेर्नु त फोन कति आएको इन्स्टाग्राममा अहिले हाम्रो 63,000 फलोअर पुगेको छ तपाईहरु 10,000 जनामा कति जना बाँकी हुनुहुन्छ गएर हाम्रो इन्स्टाग्राममा फलो गर्न चाहिँ एकदम नबिर्सिनु होला हाम्रो इन्स्टाग्राम कस्तो हो भन्दा तपाईहरुकै लागि बनेको हो के त्यति कुरा चाहिँ बुझ्नु होला तपाईहरुको लागि हाम्रो इन्स्टाग्राम बनेको हो तपाईहरुकै रिप्लाई दिनको लागि तपाईहरुले गरेको मेसेजको रिप्लाई दिनलाई हामीले 2 जना मान्छे खटाएर राखेका छौं आजको लागि भनेर पैसा तिरेर सो तपाईले नडराइकन गएर हाम्रो इन्स्टाग्रामलाई फर्स्टमा फलो गर्नु होला है इन्स्टाग्राममा गएर एनईबी रिजल्ट एन्ड न्यूज सर्च गरेर इन्स्टाग्रामलाई पहिला फलो गर्नु होला फलो गरेपछि बल्ल मेसेज गर्नु होला फलो नगरी मेसेज गर्यो भने मेसेज देखिदैन फलो गरेर मेसेज गर्यो भने बल्ल देखिन्छ त्यसैले फलो गरेर मेरो यस्तो भयो उस्तो भयो भनेर मेसेज गर्नु होला मेरो रिजल्ट देखाएन मेरोमा रिजल्ट खुलेन वेबसाइट खुलेन भनेर तपाईले त्यहाँ मेसेज गर्न सक्नुहुन्छ अब यदि रिजल्ट कहाँ हेर्ने र वेबसाइटै थाहा छैन भने हाम्रो युट्युब च्यानलमा एउटा भिडियो छ युट्युब च्यानल एनईबी रिजल्ट एन्ड न्यूज भनेर युट्युबमा गएर सर्च गर्नु होला अनि त्यहाँ एउटा भिडियो छ त्यो भिडियोलाई हेर्नु होला अनि त्यहाँबाट त्यसरी हेर्नु होला है युट्युब च्यानलमा भिडियो छ है अरूलाई हेर्न लगाउने होइन आफ्नो रिजल्ट आफूले हेरेको यति मजा आउँछ कि है आफ्नो रिजल्ट एसईको रिजल्ट त